गाइज अब म चाहिँ यहाँ माथि जाँदैछु। यहाँनिर सबजना तल जानु भएको छ यहाँ झोला सामानहरू लिन। अन्त चाहिँ यहाँनिर चाहिँ बहिनी चाहिँ यहाँ ठुलो मम्मी अनि यहाँ अर्को बहिनी चाहिँ उहाँ चाहिँ मेरो मम्मी चाहिँ उता गइसक्नु भएको छ। अनि त्यहाँ चाहिँ म पनि अब मम्मीसँगै जान्छु। हेरौँ मम्मी अब कता जानुहुन्छ। अब हामी सामान लिएर आउँछौँ अनि त्यसपछि खाने होला। अनि त्यसपछि थाहा छैन अब के गर्ने हो। अब हामी हेरौँ ल। म जाँदैछु अगाडि। यहाँनिर मम्मी यति चाँडो हिँड्नु भइरहेछ मान्छेको खुट्टा दुखिसक्यो तर अनि मम्मी रुक्नु भएको छैन। हिँडेको हिँडै हुनुहुन्छ। वहाँनिर भाइ कराइरहेछ। उहाँ चाहिँ सेन्डो लगाएर तिरपाल बोक्दै हिँडेको छ। यहाँ चाहिँ भाइ पुरा सेन्डो पनि लगाएर तिरपाल लगाएर हिँडिरहेछ। यहाँ भाइ चाहिँ लाज लागिरहेछ अरे यसलाई त। पछाडि सेन्डो पनि च्यातेको छ। ऊ हेर्नु त कसरी हिँडिरहेछ यो तिरपाल बोकेको अरे। अघि म माथि तिरपाल गुल्टाएर झन्डेन के भएको। अब त्यहाँनिर सबजना आइसक्नु भएको छ। अनि अब चाहिँ हामी माथि जाँदैछौँ। वहाँनिर ठुलो मम्मी बहिनीहरू सब त्यहाँ हुनुहुन्छ। हामी चाहिँ माथि जाँदैछौँ। ओए के बोक्यो तैँले? के बोकेको भाइ तिमीले? अघि चाहिँ यसको के यो ट्रेम्पोलिन खेल्न जाँदाखेरि यसको बिचरा पैसै हराएछ। 50 रुपियाँ हराएछ। 100 रुपियाँ बोकेर गएको थिएँ 50 रुपियाँ हराएछ। रुन थाल्यो त यो। ऊ तिरपाल फेरि झाऱ्यो यसले। ऊ फेरि बोक्यो सबजनाको अगाडि लाज लाग्छ भनेर। म चाहिँ यहाँ अब माथि आइपुगिसकेको छु। यहाँ बहिनी चाहिँ हाई गरिदेऊ हाई गरिदेऊ हाई गरिदेऊ। यहाँ बहिनीलाई चाहिँ रिस उठेको जस्तै छ। अनि ऊ तिरपाल चाहिँ यसले उहाँ तल फ्यालिदिसक्यो। ए मम यसले तिरपाल उहाँ तलै फ्यालिदियो। भाइले चाहिँ उहाँ तिरपाल तल फ्यालिसकेको छ। अनि त्यहाँ चाहिँ उहाँ कुद्दै कुद्दै गयो। यसको हजुरबुवाले आएर यसलाई मार्छ जस्तै छ। तैँले च्यातिस भनेर हामी पनि जाउँ न। यसले के गर्दो रहेछ गाइज। हामी पनि गइरहेछौँ अब तल गइरहेछौँ हामी। म थाकिसकेँ। यो भाइ कुद्दा कुद्दा कता पुगिसक्यो यो। हामी पनि यसको पछि पछि जाउँ न के हुन्छ हामी पनि हेरौँ। ओए रुक न त्यहाँ हेर्नु त गाइज यो कता कता हिँडिसक्यो त्यहाँनिर। ओए रुक न ओए हेर्नु त गाइज यो भागिसक्यो। ओ रुक न ओए गाइज यो चाहिँ माथि पुगेर मलाई ओए तिरपाल फ्याल त भनिरहेछ। आफू लिन सक्दिनस् तल आउनु परेछ उसलाई। हेर्नु गाइज यो मम्मी चाहिँ उहाँ मलाई भिडियो धेरै नबनाऊ भन्नु भइरहेछ। त्यही भएर थ्याङ्क यू सो मच। धन्यवाद सबैजना यो भिडियो हेर्नको लागि। अब म मिल्छु हजुरलाई अर्को भिडियोमा। थ्याङ्क यू सो मच। बाई आन्टी।